हरियो डाँडामा गोबरले लिपेको हामीले चाहिँ झ्याली गरेर जित्यो हैन हुन्छ खाओ लिएर आइदेऊ न आइदेऊ न कसैलाई नआउनु थप्पी थप्पी गाइदियो अर्कै हो नि त्यस्तै हो मेरो माया लाग्छ भने नबोलाऊ मायाको कुरा अनि भेटघाट बेकार भो मायाको कुरा अनि भेटघाट बेकार भो जान जानीमा चोट गाउनु हो हरियो डाँडा माथि हेलो जोत्ने साथी माले हातले फेरि हयबाट हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको औसी बारो गाई तिहारो भैलियो औसी बारो गाई तिहारो सरर ल र आइगा बजारमा 12 बजे आउँछ सरर अनि सक्यो हजुर हाम्रो पोखरा र आइगा रकै रके हामी त मैले गाएको गीत पनि गाएको हैन अनि यिनीहरूले पास गरेर हामीले गाएन त्यो हामी अगाडि गाइन्छ मैले गाइसकेपछि यिनीहरूले गाउँछ अनि जसले पहिला गाउँछ उले मैले गाएको तैले गाउँदै भइसक्यो भएको थिएन कस्तो भएको छ र त्यसै अनि प्रियसी भन्ने अनि गाएको हैन यो मन मेरो तिमीले भन्ने सबैले गाएको हैन भइसक्यो हो के भएको हो के यसकै भन्दिनी के अब भएको हो के यो गीत भइसक्यो हो के ल लगाउ तिमीले लास्ट ल्यागे लास्ट झेल्टी तिमीलाई नपाए गर्ने बल्ल बल्ल एक एक मलाई चाहिँ यही मन लाग्यो त्यो नपाए सके भने हैन कस्तो लाग्यो दिलमा चाहे तिमीलाई यो यात्रा सुनौलो अनि कङ्गारू आउँछ फेरि यात्रा सुनौलो अनि साथ तिम्रो सम्झेर भेट्न बोलाए तिमीलाई सम्झेर भेट्न बोलाए तिमीलाई यीबाट बिउ तिमीलाई हाम्रो दुई भयो है हाम्रो दुई कहाँबाट दुई हुन्छ हाम्रो दुई अनि यो त जसले आउँछ उसकोमा पोइन्ट जाने भनेर अघि ए दोन्छ खाओ हाम्रो दुई भयो तर मैले गाएको चाहिँ भयो थिएन हैन दाइ त्यो भइसक्यो त्यो गीत भइसक्यो गाएकै त्यो सबै गाएको हो कि त्यो उसलाई बोल मात्रै आउँछ त्यही गाह्रो हो कि मलाई बोल आउँछ पछाडि मिलाउनै सक्दैन अब के गर्नु मैले हैन हामी इनफ टाइम मलाई दिने हो आउने के पुत्रा भात बनाए जित्ने रे हामी इनफ टाइम दिने हो के तिमीलाई बनाए त हाम्रो बिजोग भइहाल्थ्यो नि पराले त गीतै निकाले हैन भाइ उले मैले निकालेर अघि पोखरेले गीत कसले निकाले त दुईटा पोखरेले गीत गाउनु भयो बाबु अहिले हामीलाई त्यसपछि नआउनु भन्दा यी आँखामा के भन्छ नि एउटा गीत आँखामा तिमी छौ यो मनमा तिमी छौ दुधमा मल्ल आँखामा के देखाउन पोत गाह्रो जीवनमा तिमी छौ तिमी भएर मात्रै जिन्दगीमा मजा छ सुन्या त त्यो पुच्चीले गाएको भनेर वर्षास दिन्छ धोका तिमीले दिन्नौ थाहा छ ए नाइना भन्नु लकै हो के जिन्दगीमा छ नै हो क्या ताडे ए ल आगो गीत गाउनु हो के गाइदिने अब फेरि आगो गाउनु त आग जहाँसम्म फ्लो जान्छ गाउने जहाँसम्म फ्लो जान्छ गाउने हो ए ल
खाली म पास वहाँ पुगे मान्छे त गाउँदै आएको अनि? यो तिमीहरूको गीत होइन छ, छ, म त हाम्रो छ, पार्टीको छ, गीत छ। होला भनेर गएको अझ छबाट अघि नि हामीले यिनीहरूलाई टाइम धेरै दिएर अनि निकालेको हो नि क्या दाइ धेरै टाइम दिनु भएन नि त ट्याक्क ल उता आइसक्यो है हामीलाई रुममा के छ अवस्था यतापट्टि अवस्था के छ अब छैन यिनीहरूको अवस्था यिनीहरूको अवस्था नाजुक छ नाजुक छ। नाजुक छ ओ, डिपली सोध्नु पर्यो एक के? पोइन्ट हाम्रो बढ्नेवाला छ टिक सात यस्तो भने झन् आउँदैन कि टिक टिक 9 9 टिक टिक 10 टिक टिक 11 ल हाबे नाले शुक्र मेरे मन को किया तूने क्या इशारा बदलाए मौसम बदला जग सारा शुक्र मेरे दिल को किया तूने क्या इशारा र ओ माय गॉड फेरि र आयो यार गाउँै छोड्यो रे राईमाले हो अब अरू आउँदैन शब्द राईमाले नै गाउँ छोड्यो रे अनि राईमाले राईमाइलाले गाउँ छोड्यो रे अनि फेरि त्यही हो क्या अनि फेरि राईमाइलाले गाउँ फेरि राईमाइला किन बनाउँ न सोच्दै त्यो पनि बिचौको राईमाइलाले गाउँ छोड्यो त्यसो कि है देव पनि क्या है हामी सकिद र हो छ रे कि छ क्यान्सल र होइन रबाट छबाट त हामीले गायौँ त सुकर मेरो मनको रबाट सोध्नु म सोध्दैछु है युट्युब हेर्छु ल ला त्यसो पनि पाइँदैन नि हाम्रो ऊ भयो रुपै मोहनी भन्ने रुपै मोहनी नारायण रुपै मोहनी करके नजर के हो छड्के नजर फर्के न घायल बनाउने के रे फेरि के रे भन्नु न पर्केर छड्केवाला भन्दै त सुरुबाट रुपै मोहनी छड्के गरेर फर्के भन्दै करके नजर घायल बनाउने होसै उडाउने नारायण होसै उडाउने कति यति मिठो बोलेर हो लगाउने सिरियस नआयो फेरि नि नबाट अझै झ्याली नगरिकन पनि हामीले 1 2 छ है हामीले चाहिँ झाली गरेर जित्यो होइन के हामीले त इनफ टाइम दिँदा पनि ओके हामीलाई नि त्यही टाइम त अरू 14% अघि पनि नले गर्नु गरे क्या के गरे फेरि तपाईँ टाढा गायो यस्तो भनेर अल्झाउनु पाइँदैन म पनि बिचमा भन्छु ए बिचमा त्यहाँ त्यस्तो नभन्नु न एउटा दुईजना गर्नु भयो क्या म बुझ्मा भन्ने बोल्नै नदिने अनि बोल्यो भने यस्तो भन्ने बोलेन भने अनि हेल्पै गरेन बिचै बाटो भयो नि गाइदिउँ कि नत्र गीतै आउँदैन हुँदैन त्यस्तो हुँदैन नबोले नि माया लाग्ने रहेछ सानानी नबोले नि माया लाग्ने रहेछ सानानी दिलको कसम दिलैमा नत्र जानी चाइना कम्पनी चाइना कम्पनी नबाटै ल अब हामीले सोध्नु पर्यो सिरियसली सोच्नुपर्छ यो अब 1 गऱ्यो भने 2 हुन्छ है ल हाम्रो टाई हुन्छ टाई नबोली गायो तिमीसँग अघि हाम्रो पाला मेरो तिमीलाई नहेरी झुकेर गाडा थाले यति भने आयो नि त रबाट गाएला तर मैले यता टिमलाई अलिक बढी बताछु हैन त्यही हो अब अनि फेयर भएन नि बुबुमा त्यो अब के गर्नु अब त्यो बेलामा यतै आ बेला दिमागमा आउँछ के गर्नु कसले त्यहाँ के भनिरहेको छ भनेर ल है त्यही त केबाट हो केबाट रे रबाट रति खोला फनकै घुमेको एउटा रुमाल दुईटीले बुने हो त यो गीत छैन बुनेको ल त्यति भने आयो के क्या हो त्यसमा रत्ती खोला के त्यस्तो भन्नु ल हो कि पुरानो गीत छ कि हाम्रो पछि होइन त्यो गीत त छ रति खोला फनकै घुमेको अनि माने बाजुले बुनेको त्यस्तै अब त्यही नि भन्दिनी होइन त दाइ त्यो के यिनीहरूले नसुनेर हिँड्नु न के भन्नु कसको पाली हाम्रो पाली हो नि हैन
राम साइली म त हैन गाए तिमी ए ओ गाएको हो ल कस्तो एक्सेन्ट भएर गाइदिएको झन् अझ यार त्यस्तै हुन्छ ल बुबु हामीलाई बचाउनु पर्यो ल आउँदै आउँदैन टाइ हुनु पर्यो रातो रानी भन्ने गाए है दाइलाई पानी खुवाउनु पर्यो रक्सी सिद्धि मेरो चाहिँ एउटा भइसक्ला त मलाई नखान्छ मलाई त प्रिय बिस्तार ल मलाई आयो है ए हामीले पास गरे कि हैन हैन हामीले पास पनि गरिसक्यौं तिमीहरुले पास गरे हामीले गर्यो अब जसले गाउँछ त्यसले जित्ने हो अघि यस्तै भएको हो कि हैन अब जसले गाउँछ त्यसले जित्ने हो कि हैन बुबु हुन्छ चुप लाएर बस्नु हैन नि लगाउँ त अनि पहिला हामीले दिएको हो नि तपाईहरुलाई हैन हामीले तिमीलाई पास दिएको हो अब तिमीले नि गाएन हामीले पास नगरिकन त दिएन मिलेन नि त छिटो 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 मोबाइल हेरेर आउनु भयो क्या उता हैन हो स्योर हो ल मम्मी कसम हैन म के गर्छु ल ल हामीले सोचे डीप थिंकिङमा गएर आको के हिसाब नफेरि आएन है त्यो गाइसके नि हुन सक्छ तर गाउनु गाउनु मैले त्यत्रो भयो पास हो टाइम दिएर पास हैन 2-1 पास हैन अब 2-2 हुन्छ हैन रमाइलो छ यो साँझ तिमी आयो माझ हेर्छु जुन पनि टुलु टुलु किन तिमी आयो आज अब त भयो नि टेन्जिएको हुँदैछ बन्नु भेरिफाई हुँदैछ बन्नु जबाट हो ड्राइभर दाइ स्टियरिङ घुमाउँदै अरु अब 2 दिनको एमएल किन लाउने जिन्दगी के गाउन न छैन त्यो पनि आएन कसैलाई आयो पिराती के जबाट हो जाऊ न हो ड्राइभर दाइ गाएको हो मिलेन के मैले जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन कागरको अब ब्रेक ल्याएर दिन्छु बराबर भन्न सक्दिन म जति कुरा गर्छु म त तिम्रै लागि मर्छु हो म त तिमी बिना पागलै हुन्छु एक्लै एक्लै हाँस्छु एक्लै एक्लै रुन्छु म तिम्रो भइसके तिमी मेरो भन्नुला नाइना भन्नुला लेखका कहामे केटा केटी कुहिर भित्र स्कुल छ बल्ल तिनटा भयो है तिनटा भयो पढ्न र लेख्न मुस्किल छ लेखका हामी केटा केटी तबाट ल ल ट हामी टबाट दिम टिकुली है मेरो टल 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 ला यौवन है मेरो टल 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 ला अनि ओहो साला दिएको बाबाजीले घुङ्गुरो अहिले भए छोटो तो यानी मायालाई हो यो इबाट इ फेरिबाट देखि ला फेरि आयो यार हामीले चाहिँ सुरु राम्रो ट भनेर दिएको त है त्यहाँदेखि त इ पो दियो हामीलाई त तो भइसक्यो इससे क्या इजागर कर भन्नुभयो इसके हेतु भयो त्यो पनि भयो क्या इसके हेतु पछि नै थियो हैन त्यो दुईटै भयो नि यस्तै सोधिदिनु कि दादा पनि हाम्रै गाउँबाट भयो ल पास गरौँ हामी जितिहालौँ सुतिहालौँ नि सक्यो है सक्दैन अब हाई गाइज आज हाम्रो लास्ट डे क्याम्पिङमा हामी चाहिँ लाग्यौँ है घरतिर